मित्रहरू नमस्कार। सहकारी संस्थाले ऋण लगानी गर्दा तयार गर्नै पर्ने कागजातहरूमध्ये ऋण लगानीका शर्तहरू पनि एक हो। ऋण लगानीका शर्तहरू तयार गरी ऋणी सदस्यलाई दस्तखत गराएर मात्र ऋण लगानी गर्नु पर्दछ। यदि ऋणीलाई शर्तनामामा दस्तखत गराएको छैन भने कानुनी रूपमा सहकारी संस्था अप्ठ्यारोमा पनि पर्न सक्छ। त्यसो भए ऋण लगानी गर्दा कस्ता कस्ता शर्तहरू राखी ऋणीलाई दस्तखत गराउने त? आउनुहोस् आजको भिडियोमा चर्चा गरौँ। मित्रहरू, तपाईँ अहिले सहकारी संस्था सञ्चालन र व्यवस्थापन सम्बन्धी विषयहरू मात्र प्रसारण हुने सहकारी व्यवस्थापन युट्युब च्यानलमा हुनुहुन्छ। यदि यस च्यानललाई तपाईँले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी नजिकैको घन्टी दबाउनु हुन हार्दिक अनुरोध गर्दछु। मित्रहरू, अब लागौँ आजको विषयवस्तुतिर। सहकारी संस्थाले ऋण लगानी गर्दा तयार गर्नै पर्ने ऋण लगानीका शर्तहरू ऋणको प्रकृति, ऋणको उद्देश्य आदि कारणले फरक हुन सक्दछ। यद्यपि सामान्यतया तपसिलका शर्तहरू तयार गरी ऋणी सदस्यलाई दस्तखत गराउनु पर्दछ। पहिलो शर्त ब्याज दरसँग सम्बन्धित छ। संस्थाको सञ्चालक समितिले वित्तीय बजारलाई ध्यानमा राखी समय समयमा ऋणको ब्याज दर परिवर्तन गर्न सक्नेछ। हाल जुन ब्याज दरमा ऋण लिएको भए पनि परिवर्तित ब्याज दर अनुसार ऋणको ब्याज भुक्तान गर्नु पर्नेछ। दोस्रो शर्त ऋणको सदुपयोगतासँग सम्बन्धित छ। जुन प्रयोजनका लागि ऋण लिएको हो सोही प्रयोजनमा ऋणको सदुपयोग गर्नुपर्नेछ। ऋणी सदस्यले बेला बेलामा आफूले लगेको ऋणको सदुपयोगता तथा आफूले गरेको प्रगतिको जानकारी संस्थामा गराउनु पर्नेछ। तेस्रो शर्त किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने शर्त छ। ऋणी सदस्यले ऋण लिँदा कमोसुकमा लेखिए बमोजिम मासिक अथवा त्रैमासिक किस्ता तोकिएको समयमा भुक्तानी गर्नुपर्नेछ। चौथो शर्त मासिक बचतसँग सम्बन्धित छ। ऋण लिने सदस्यले सहकारी संस्थामा नियमित मासिक बचत अनिवार्य रूपमा गर्नुपर्नेछ। पाँचौं शर्त ब्याज छुटको विषय छ। ऋण लगानी गर्दा तोके अनुसारको किस्ता रकम सामा ब्याज भाका नलगाइकन भुक्तानी गरेमा प्रत्येक पटक लागेको ब्याजमा सञ्चालक समितिको निर्णय अनुसार निश्चित प्रतिशत ब्याज छुट गरिनेछ। छैटौं शर्त जरिवाना सम्बन्धी व्यवस्था रहेको छ। संस्थाले तोके अनुसार किस्ता भुक्तानी नगरेमा प्रत्येक महिना निश्चित प्रतिशतका दरले जरिवाना थप हुँदै जानेछ। पहिलो महिना थप डट प्रतिशत, दोस्रो महिना डट प्रतिशत, तेस्रो महिना डट प्रतिशत एवं रीतले संस्थाको ऋण नीति अनुसार जरिवाना बढ्दै जानेछ। यसरी जरिवाना लाग्ने कुरा मलाई राम्रोसँग थाहा छ, सोही अनुसार भुक्तानी गर्न मन्जुर गर्दछु। सातौं शर्त काबु बाहिरको परिस्थिति सिर्जना भएमासँग सम्बन्धित छ। कदम कदाचित आफूले ऋण लिई लगानी गरेको परियोजनामा कुनै दुर्घटना, भवितव्य वा प्राकृतिक विपत्ति आदिले असफल भएमा तत्काल संस्थामा जानकारी गराउनेछु। आठौं शर्त ऋणको उद्देश्य परिवर्तनसँग सम्बन्धित छ। एउटा शीर्षकमा ऋण लिई अर्को शीर्षकमा लगानी गर्ने छैन। यदि गरेमा थप 1% ब्याज जोडी असुल गरिनेछ। त्यसै गरेर नवौं शर्त ताकेता शुल्क सम्बन्धी छ। तपाईँको किस्ता रोकिएपछि तपाईँलाई पठाउने स्मरण पत्र वा सो पछिका ताकेता जस्तै फोन, ताकेता पत्र, घर दैलो, पत्र पत्रिकामा नाम प्रकाशन आदि गर्दा लाग्ने शुल्कहरू ऋणी स्वयंले बेहोर्नु पर्नेछ। त्यसै गरी 10औं शर्त भाका नगाएर संस्थालाई भार नपार्ने सम्बन्धी छ। यसमा ऋण लिने सदस्यले कुनै एक किस्ता मात्र नतिर्दा सहकारीको नियम अनुसार ऋणीले तिर्न बाँकी रहेको सम्पूर्ण ऋण रकमलाई नै भाका नागेको ऋणमा उल्लेख गरिनेछ। मैले संस्थाबाट लिएको ऋण भाका नगाई संस्थालाई थप भार पार्ने छैन। त्यसै गरी 11औं शर्त ऋणको भाका नागेमा 3 पुस्ते सार्वजनिक गर्ने विषय छ। मैले लिएको ऋणको भाका नागेमा मेरो 3 पुस्ते नाम एका घरको समेत संस्थाको सूचना पार्टी, संस्थाको बुलेटिन, वडा कार्यालय, गाउँपालिका, नगरपालिका वा सार्वजनिक स्थल वा पत्र पत्रिकामा ऋण विवरण सहित नाम प्रकाशित हुने कुरा मलाई थाहा छ। संस्थाले गर्ने उक्त कार्यमा मेरो समर्थन रहने र कुनै प्रकारको उजुर-बाजुर गर्ने छैन। त्यसै गरी 12औं शर्त ऋण रकम भुक्तानी तरिकासँग सम्बन्धित छ।
संस्थाले ऋण लगानी गर्दा ऋणी सदस्यले बुझाउन बाँकी नियमित बचत, स्वास्थ्य सुरक्षण कोष, ऋण बिमा, ऋण रकमको 1% हुने शुल्क आदि विभिन्न शुल्कहरू संस्थाले जुन थप शुल्कहरू अर्थात् थप व्यवस्थाहरू गरेको हुन्छ त्यस्ता रकम कट्टा गरी बाँकी रकम सदस्यको नाममा संस्थामा सञ्चालनमा रहेको साधारण बचत खातामा जम्मा गरिनेछ। जुन साधारण बचतको न्यूनतम मौलदात रु हुनुपर्नेछ। यसरी राख्न सकिन्छ। मित्रहरू, त्यसै गरी 13औं शर्त, ऋण समयमा असुल नभएमा कालो सूचीमा नाम समावेश गरी कानुनी कारबाही गर्नेसँग सम्बन्धित छ। यसमा संस्थाबाट ऋण लिएपछि नियमित किस्ता र ब्याज समयमा भुक्तानी नगरेमा पत्र पत्रिकामा 3 पुस्ते नामावली प्रकाशन गर्ने, ऋणीको नाम कालो सूचीमा समावेश गर्ने तथा प्रचलित नियम कानुन बमोजिम कानुनी कारबाही अगाडि बढाउने कार्य संस्थाले गर्नेछ भन्ने मैले बुझेको छु र कारबाही भोग्न मन्जुर गर्दछु। त्यसै गरी 14औं शर्त, संस्थाको छवि कायम राख्न सहयोग गर्ने। यो संस्था मेरो र म जस्तै सदस्यहरूको साझा संस्था हो। यसको नीति नियमको पालना गरी आफ्नो इज्जत, मान, प्रतिष्ठा र संस्थाको छविलाई उचो राख्न सहयोग गर्नेछु। मित्रहरू, यसरी शर्तनामा तयार गरिसकेपछि यसको अन्त्यमा सो घोषणा गर्न लगाउनुपर्छ जसमा आज मिति को दिन म स्वयं संस्थाको कार्यालयमा उपस्थित भई राम्रोसँग पढी बुझी ऋण लगानी प्रक्रिया र माथि उल्लेखित ऋणका शर्तनामाका बुँदाहरू अक्षरशः पालना गर्छु भनी एक प्रति म आफैले बुझी लिई सही छाप गरी संस्थालाई दिएँ। त्यसपछि शर्तनामामा दस्तखत गर्नेको नाम, सदस्यता नम्बर र हस्ताक्षर गरी उक्त शर्तनामालाई सुरक्षित राख्नुपर्छ। यसरी शर्तहरूमा दस्तखत गराउँदा ऋणी सदस्यलाई ऋण लिनु पूर्व नै समयमा ऋण असुल गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ र यसले ऋणी सदस्यलाई दबाव सिर्जना गर्दछ। यसले एकातर्फ ऋण असुलीमा सहज बनाउँछ भने अर्कोतर्फ समयमा ऋण असुल हुन नसकेमा कानुनी प्रक्रियाबाट ऋण असुलीको लागि कानुनी कागज बलियो बनाउँछ। त्यसैले सबै सहकारी संस्थाहरूले ऋण लगानीका शर्तहरूको प्रयोग अनिवार्य गर्नुहुन अनुरोध गर्दछु। मित्रहरू, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेमा भिडियोलाई लाइक गरी साथीहरूलाई सेयर गर्न नभुल्नुहोला। साथै आगामी दिनमा कस्ता भिडियोहरू हेर्न चाहनुहुन्छ म्यासेज बक्समा लेखिदिनु हुन अनुरोध छ। साथै यस्तै भिडियोहरू निरन्तर प्राप्त गर्नको लागि यो च्यानल सब्स्क्राइब गरी नजिकैको घन्टी दबाउन अनुरोध गर्दै आजको भिडियोबाट म भूषण दुवाडी बिदा चाहन्छु। धन्यवाद। नमस्कार। जय सहकारी।